पहिला त्यो मतलब कामी म्याका डाङ्ग्रा यता चिनी जाँड म गुलियो सबै भन्ने क्या अब रातभरि यसो हल्का काम गर्ने त्यहाँबाट दिउँसो चाहिँ म्युजिक सिक्ने यताबाट तिम्रो फ्री टाइम भन्ने त्यो के को फ्री टाइम हुन्थ्यो रातिभरि भाँडा मोजाएको छ 4 बजे उठेर सब्जी कटाएको छ भात पकाउनु लागेको छ दिउँसोभरि सो सार्वनजीसँग चाहिँ मैले दुईचोटि अगाडि नै पोडकास्ट इन्टरभ्यू गरिसकेको थिएँ होइन पोडकास्ट भन्न आज इन्टरभ्यू गरिसकेको थिएँ तर त्यहाँ चाहिँ मेरो फेस देखेको छैन मैले ब्याकमा बसेर क्वेसन गरेको थिएँ उहाँले फ्रन्टमा बसेर एन्सर दिनुभएको थियो र यो चाहिँ हाम्रो पोडकास्ट फर्स्ट टाइम र इन्टरभ्यू थर्ड टाइम हुँदैछ होइन त सार्वनजी कस्तो लागिरहेछ एकदम के भन्ने खुसी लागिरहेछ जे सार्वनजीको एउटा बानी चाहिँ के राम्रो छ भने मैले एकचोटि फोन गरेर सार्वनजी ल यस्तो यस्तो चाहिँ आइदिनु न भनिसकेको त आइदिनु हुन्छ त्यो चाहिँ एकदमै खुसी लाग्छ किनकि दुईचोटि अगाडि पनि मैले त्यसरी नै बोलाएर गरेको थिएँ र यो थर्ड टाइम पनि मैले त्यसरी नै गरेको थिएँ तर त्यो दुईचोटि चाहिँ हामीले उहाँको गीतको प्रमोसनको लागि पनि गरेका थियौँ है तर योचोटि चाहिँ प्रमोसन होइन हामी सेल्फ प्रमोट गर्नको लागि गर्दैछौँ होइन त कस्तो चलिरहेको छ सार्वनजी काठमाडौँको लाइफ अहिले अब ठिकै छ राम्रै छ वाह पनि छैन जस के भन्छ त्यो मिडल टाइपको छ मिडल टाइपको आउनु ग्रिन टी चेस गरौँ चेस यो ग्रिन टी हो कि के हो चाहिँ तपाईँहरूले देख्नु हुँदैन म त त्यहाँ चाहिँ ग्रिन टी हो यो होइन अर्कोचोटि चाहिँ म सेतो सिसाको गिलास राख्छु यो चाहिँ अलिकति बजेट फ्रेन्डली भयो त्यसको लागि हो होइन सो तपाईँले अहिले म्युजिक गरिरहनु भएको छ है कन्टिन्युसली हल्का मोटाउनु पनि भएको छ हल्का भर्खर उठेर होला अब त्यस्तै नाइट ड्युटी गर्ने मान्छेहरूलाई त्यस्तै हुन्छ होइन अब हामी पो फोकटे भयो नि त त्यही भएर हामी पोडकास्ट चलाउँदैछौँ के हुँदैछ सो हाम्रो पोडकास्टको नाम पनि तपाईँलाई थाहा थिएन होला हाम्रो पोडकास्टको नाम चाहिँ के हुँदैछ यस के हुँदैछ त लु भन्नुहोस् लाइफ कस्तो चलिरहेछ त अहिले लाइफ अब म्युजिक स्पेसल्ली आफ्नो सबै कुरालाई हेर्दाखेरि अब मेन त म्युजिक हो होइन अब म्युजिक काठमाडौँमा बसेर अब यसो गरिँदैछ दुःख सुख चलिरहेछ अनि अब 1 महिना अगाडि चाहिँ अब मतलब म्युजिक गरिरहेको थिएँ त्यस पछाडि चाहिँ अलिक छोडेर फेरि अलिकति रेस्ट जस्तो भएको छु म्युजिक केही काम गरेको छैन होइन रेस्ट त लिनैपर्छ किनकि अब आफ्नो भोकलदेखि लिएर हरेक कुरा होइन भने तपाईँ नाइट ड्युटी गरिरहनु भएको अहिले छोड्नुभयो छोडेँ 1 महिना जति 1 महिना त्यो रेस्ट लिइरहनु भएको छ रेस्ट तपाईँको म्युजिककै जर्नीको बारेमा कुरा अलिकति हामी चाहिँ अगाडि जाउँ थोरै ब्याक स्टोरी है ओके तपाईँलाई चाहिँ लाइफमा होइन म म्युजिकै गर्छु म म्युजिसियनै बन्छु म एज अ सिङ्गरै बनिन्छु भनेर चाहिँ कहिले आएको थियो फर्स्ट थट हुन्छ नि दिमागमा फर्स्टचोटि चाहिँ म होक्सी उच्च माविमा पढ्दा चाहिँ फर्स्टचोटि चाहिँ म भन्छ नि त्यो 7 कक्षातिर पढ्दाखेरि फर्स्टचोटि त्यो हाम्रो सरस्वती पूजामा चाहिँ मैले रामकृष्ण ढकाल दाइको ओह्रालो लागेको अरण्यको चाल भन्ने त्यतिखेर रामकृष्ण ढकाल दाइको एकदम फ्यान पनि अनि त्यतिखेर त्यो फर्स्टचोटि गाउँदाखेरि मलाई हाम्रो मिलन मगर गुरुले चाहिँ 200 रुपियाँ पैसा दिनुभएको थियो क्या राम्रो गाउँदो रहेछ सिक्नुपर्छ है भनेपछि अनि अब त्योभन्दा अगाडि चाहिँ म डान्स मतलब त्यस्तो वाउ टाइपको यसो हल्का मेन्जो टाइपको नाच्दै क्या अनि स्कुलमा त्यो प्रोग्रामहरू हुँदाखेरि अब जित्ने सित्ने त्यो मलाई मतलब भएर जस अब मतलब इन्जोय गर्ने टाइपको त्यसरी गर्थेँ अनि त्यतिखेर हल्का गाउँथेँ अनि त्यतिखेर गाउँदाखेरि त्यसरी पैसाहरू पाएपछि अनि अरू सरले पनि राम्रो गाउँदो रहेछ सिक्नुपर्छ भनेपछि त्यतिखेर चाहिँ डान्सभन्दा पनि गाउन चाहिँ ठिक होला जस्तो लाग्यो क्या मलाई पनि अनि त्यहाँबाट चाहिँ हल्का ट्राई गर्दै गएपछि अब एसएलसी पास गरेपछि चाहिँ अलिकति मेन्टली पनि अलिकति दिमाग पनि छिप्यो नि त अनि त्यसपछि होइन अब म्युजिक राम्रो हुने रहेछ यो क्षेत्र डान्सभन्दा यही नै ठिक छ भनेर त्यसपछि म्युजिक सुरु अलिकति सबैभन्दा सुरु तपाईँले जस्तो म्युजिक त सुरुमा वहीँ सिक्नुभयो होला झापामै है सुरुमा त होइन झापामै सिक्नुभयो त्यस पछाडि तपाईँ काठमाडौँ आउनुभयो कसरी मतलब कसरी आउनुभयो कस्तो भयो फर्स्ट एक्सपिरियन्स किनकि सबैको काठमाडौँ त हुन्छ नि मुम्बई सपनो कि सहर टाइपको हुन्छ नि त होइन सबको त्यही नै हुन्छ होइन काठमाडौँ मेरो पनि त्यस्तै टाइपको भएको थियो सो तपाईँको चाहिँ कस्तो थियो त काठमाडौँको एक्सपिरियन्स के गर्छु के बन्छु भनेर आउनुभएको थियो फर्स्टचोटि चाहिँ एसएलजी ठ्याक्क हाम्रो चैतमा सकिएको थियो होइन अनि चैत त्यस्तै 25-26तिर सकिएको थियो अनि म चाहिँ ठ्याक्क 28 गते चाहिँ त्यही मसँग एसएलजी दिने साथी थियो कि एउटा के लामा के समथिङ के थियो बिर्सेँ अनि ठ्याक्क उसको बुवाको चाहिँ गेस्ट हाउस रहेछ यहाँ काठमाडौँमा पारिजात पनि हो पारिजात न त के थियो गेस्ट हाउस थियो त्यहाँ बसारमा अनि मलाई चाहिँ उसले भन्यो तिमी राम्रो गाउँछौ मेरो बुवाको गेस्ट हाउस छ त्यहाँ गएर यसो
बेलुका यसो मतलब अब किचनमा काम गर्ने भने सब्जी काट्ने ओर्ने हल्का मतलब धन्दा गर्ने टाइपको गर्ने त्यहाँबाट दिउँसो फ्री हुन्छ त्यहाँबाट म्युजिक सिक्छ दिउँसो तिम्रो फ्री बेलुका चाहिँ यसो एकछिन टाइम गर्नु छ गेस्ट हाउसमा भनेर भन्यो। अनि मलाई अब काठमाडौँ आएर मतलब हुन्छ नि अब त्यो गाउँमा त आफ्नो टाइप हुन्छ अर्को ठाउँमा गएर चाहिँ सिक्ने बारे चाहिँ मेरो अझै अब ग्रोथ हुन्थ्यो अझै राम्रो हुन्थ्यो ठुल्ठुलो मान्छेसँग लिङ्क हुन्थ्यो। अनि फेरि एउटा कथा मतलब कथन चाहिँ के थियो रामकृष्ण ढकाल चाहिँ गाउँबाट गाउँदै आएर चाहिँ अब हाम्रो गोपाल कर्मचारी सरले चाहिँ मलाई चाहिँ ट्याक्क उहाँको स्वर मन परेर भन्दा पढाइ लेखाइ गरेर बा म पनि सेम त्यो हुन्छ नि एउटा लैलैमा अब त्यसरी उसले साथीले साथ दिएपछि उसको बाबालाई भनिदिन्छु भनेर कुरासुरा गऱ्यो। अनि 26 गतेतिर हाम्रो 26-25 एसएलसी सक्यो 28 गतेतिर अनि स्कुल ड्रेसमै घरमा नभनेको डाइरेक्ट क्या त्यतिखेर त मोबाइल चलाउनु खासै पनि चलाउनु थिएन होइन। अनि त्यही साथीसँग म काठमाडौँ हान्ने अनि शुक्रबारको दिन शनिबार ट्याक्क काठमाडौँमा हामी बसमा उत्रयौँ अनि त्यहाँबाट उसको बुवाले नआएको थियो गयौँ भरे त अनि त्यहाँ त्यो एक थोक भनेको अर्को थोक जस्तो भयो क्या मतलब त्यहाँ अब रातभरि यसो हल्का काम गर्ने त्यहाँबाट दिउँसो चाहिँ म्युजिक सिक्ने यताबाट तिम्रो फ्री टाइम भन्ने त्यो के को फ्री टाइम हुन्थ्यो राति पनि भाँडा मोजाएको छ 4 बजे उठेर सब्जी कटाएको छ भात पकाउनु लागेको छ दिउँसोभरि अनि राति फेरि त्यो बसपातिर त्यो हुन्छ नि त्यो मतलब त्यो बिचबाट आएको मान्छेले चाहिँ गेस्ट हाउस हाम्रो गेस्ट हाउसमा जाउँ यहाँ राम्रो छ दायाँ बायाँ औँसी पुर्ने भन्दै त्यो भन्नुपर्ने क्या लास्टमा त्यस्तो भयो। अनि मेरो बानी के थियो भने म गएको गर्ने दिनेपछि माथि त्यो 7 तलाको बिल्डिङ थियो माथि पोचा लाउनु पर्ने क्या त्यो बाल्टीमा के भन्थ्यो त्यो सरफ के भन्छ नि सरफ पनि होला के अनि लाउँदै म गाउँदै पोचा लाउँथेँ कि एक्लै। अनि त्यो रुमहरू पनि अब कुनैमा त फोहोर हुन्छ त्यो तन्नाएर उठाउनु पऱ्यो सफा गर्नु पऱ्यो टोक्रिया के कसो छ गर्नुपर्ने। अनि त्यो कोठाको कुनै पनि राम्रो मान्छेहरू म्युजिक लभर मान्छेहरूले चाहिँ त्यो गएको सुन्दो रहेछ अनि बेलुका बोलाएर टिप्सहरू अनि भेस्टहरू किनिदिन्थ्यो क्या त्यो रुममा भन्ने दाइहरूले बेलुका बोलाउँथ्यो। अनि 15 दिन जस्तै बस्यो म त रुन हाँस्नु भएर म काठमाडौँ आउँदैन मेरो पालो उसलाई पनि नभनिकन अनि 15 दिन फेरि मलाई घरमा साह्रो गाह्रो पऱ्यो मलाई 1-2 हजार पैसा दिनु भन्यो। खासै त्यतिखेर चाहिँ उसले 3000मा मलाई अहिले सम्झिँदा त खत्तम या 3000 महिनाको दिएर भन्थ्यो अनि म काम गर्छु मलाई 2000 दियो आमा यताउता भयो भन्नु मेरो पालो पैसा दियो मेरो पालो नबनेको जापा टाप त्यस पछाडि म 70मा भनेपछि 70 1 भयो त 73 अन्तिमतिर फेरि अनि आएर चाहिँ के गर्यो त फेरि त्यो उता मतलब त्यो 2 वर्ष चाहिँ उता बसेँ। अनि त्यो 2 वर्षमा हाम्रो त्यहाँ बुधबारे त्यो कालेबुङ थियो अलिक पर्तिर त्यो जोरलाल भन्ने ठाउँमा चाहिँ हाम्रो गणेश दर्नाल भन्ने साथी चाहिँ मेरो एजले त दाइ हो तर हामी साथी भन्ने बोल्थ्यौँ। अनि उहाँ चाहिँ यहाँ अगाडि नै आएर दोरीमा काम गर्नुहुँदो रहेछ क्या बस पार्कमा दोरीमा जस उहाँले 3-4 वर्ष बसिवरी उहाँलाई जस त्यो म चाहिँ त्यो 71 वर्ष देउसी भैले कार्यक्रम लिएर उहाँ उसको गाउँतिर गएको थिएँ त्यो गणेश दर्नाल दाइको जोरलातिर गएको थिएँ। अनि ठ्याक्क भेट भयो अनि मैले कहाँ थियो रङ्गमा चाहिँ यस्तो गाएँ के मतलब समथिङ त्यस्तो गीत गाएँ अनि राम्रो गाउनु हुँदो रहेछ दादा भनेपछि अनि तपाईँ कता के गर्दै हुनुहुन्छ भनेर मलाई उहाँ गएको देखेको थिएँ। अनि म काठमाडौँमा छु यस्तो गर्दैछु सर भन्नु बोल्थेँ। म पनि काठमाडौँ मैले अगाडिको कहानी त केही पनि सुनाइनँ म पनि काठमाडौँ गएर मलाई म्युजिक सिक्नु मन छ मलाई पनि गर्नु मन छ अगाडिको त केही सुनाइनँ। अनि ए हो र त्यसो भने दोरीमा काम पाइन्छ हामी त्यो गाउने मान्छेलाई दोरीमा काम पाइन्छ माछालाई बिस्तारै बगाउन सिकाइन्छ म पहिले जान्छु काठमाडौँ अनि म त्यहाँ कुरासुरा गर्छु भनेर भनेपछि हुन्छ भने अनि दसैँ तिहार सक्यो म काठमाडौँ पुगेर अनि पछि फेरि आउनुभयो पछि आएपछि मैले अनि उहाँलाई पनि घर बोलाएर यसो हल्का मेजमेन जस्तो टाइपको अब काठमाडौँ गएपछि अब लाइफ चेन्ज हुँदैछ भनेर घरमा बोलाएर कुखुरा काटेर आमाबाबुलाई सबैलाई भनेर आँटाको खाइयो। अनि त्यसपछि भोलिपल्ट उहाँसँगै काठमाडौँ आइयो हार्मोनियम बाजेर हार्मोनियम त्यतिखेर चाहिँ हार्मोनियम लिएर अनि एकैचोटि अनि चाहिँ साथीसँगै अनि उहाँसँगै बसेँ लगभग 1-1.5 महिना बसेँ। त्यसपछि मलाई उहाँले नै आफैले लालीगुराँस दोरी साँझ भन्नेमा चाहिँ काम लगाइदिनु भयो महिनाको 4000मा काम लगाइदिनु भयो फेरि 1000 बढ्यो होइन गाउनुमा त्यहाँ पनि होइन त्यहाँ परेन तर यस्तो हो क्या त्यो दोरी 4000 तलब आजको नै चल्दै नचल्ने क्या दोरी चाहिँ घरि 30 रुपियाँ टिप्स घरि 20 रुपियाँ घरि 50 रुपियाँ घरि 60 रुपियाँ त्यो चाउमिन पनि नपुग्ने टाइपको। अनि अब उहाँ साथी अब अलिक ट्यालेन्ट अब त्यतिखेर त म पूर्वेलीमा चाहिँ आधुनिक गीत पिचा हार्मोनियम बजाउनु बित्थ्यो के आउँदैन थियो अब दोरीमा चाहिँ त्यो पियानो हुँदो रहेछ क्या 2 हातले बजाउने त्यो कहाँ कहिले मैले त्यो बजाउनु गर्नु अनि मादल त्यो पश्चिमी फेरि पूर्व टङ्की त्यो अर्कै टाइपको अनि त्यो यस्तो अक्टोब्याटहरू हुँदो रहेछ त्यतिखेर त म एकदम र अब खाली थिएँ
के जानेको थिइनँ, गाउन मात्रै जाउने। अनि फेरि दोहोरीमै आधुनिक गीत कमाउनु रहेछ। त्यो अब एक रातमा एउटा दुइटा होइन भने त्यो आउँदै नआउने। अनि त्यस्तो भयो। अनि सर्भाइभ गर्नु गाह्रो भएपछि त्यहाँनिर मादल बजाउने दाइ एउटा हाम्रो के ठ्याक्कै बिर्सेँ नाम मैले, उहाँ दाइले चाहिँ त्यो रङ ब्यान्डको काम गर्दछन् कि, रङ ब्यान्डको काम गर्दछन्। मलाई त अलि मलाई अब त्यहाँ सर्भाइभ हुनै गाह्रो भइसक्यो। अनि त्यो साथीले पनि फेरि म त्यतिखेर अब कलेज पनि जोइन गरेँ हो, सेकेन्ड इयर पढ्दै थिएँ। कलेज पनि त्यहाँ तारकेश्वर ग्रामीण कलेजमा जोइन गरेँ। त्यसपछि फेरि हाम्रो उजितिर गएँ हाम्रो आदरणीय गुरु चण्डीप्रसाद काफ्ले गुरुसँग शास्त्रीय सङ्गीतको क्लास पनि जोइन गरेँ। यता पनि तिर्ने नहुने भयो, उता पनि तिर्ने नहुने भयो। यता के अरे रुम भाडा त अब साथीसँग एडजस्ट गरेर बोलेको त्यो त उसले अब नहुँदैछ नि, दुःख सुख अब 1 महिना पछि अब साथीले पनि गणेश दाइले पनि मेरो अब फ्यामिली ल्याउने साह्रो नभए रुमसुम खोज्नु, अब हल्का फुल्का त हामीलाई काठमाडौँ थाहा भएको जब छँदैछ, दुःख सुख गर्नुपर्छ सबैलाई। यस्तै सुरुमा गाह्रो हुन्छ भन्नुभयो। अनि त्यसपछि मैले त्यही दोहोरीकै हाम्रो गार्डलाई दाइ मलाई रुम खोजिदिनु भन्दाखेरि अनि यत्रो तपाईँहरूको जस्तो क्या सानो क्या त्यो 4x4 को जस्तो रुम नि, त्यो झ्यालझ्याल पनि नभएको टाइल भएको पुरै टाइल भएको दिउँसै बाती बाल्नु पर्ने त्यो भुताउला जस्तो नि। अनि त्यो रुमले कति छ 1200मा रुमले 1200मा रुमले एक महिना पछाडि 1200मा रुमले। अनि 1200 त्यहाँ बस्दै गरेँ। अनि पछि चाहिँ त्यही दोहोरीको हाम्रो त्यो दाइसँग चाहिँ अनि मैले रङ पेन्टिङको काम सुरु गरेँ दिउँसो। रङ पेन्टिङको काम सुरु गरेँ अनि 500-600 हुन थाल्यो। त्यसपछि चाहिँ उसले दिन थाल्यो क्या। म त हेल्पर एज खुर्किने सुर्किने सबै यताउता त्यो के भन्छ त्यो के अरे त्यो सेतो के भन्छ सुरुमा त रङ गर्नुभन्दा अगाडि के भन्छ चुना सुरुमा दल्ने त्यो बिग्रेकोहरूलाई उ गर्ने हुन थाल्यो। अनि एक महिना जस्तै जाइसँग मतलब दुःख सुख गरेँ। अनि पछि चाहिँ अलिक दोहोरी पनि चल्न थाल्यो। अनि पछि चाहिँ यता म्युजिक पनि कन्टिन्यू गर्न थाल्यो चण्डीगुरु गाउँमा। अनि कलेज पनि अब 4th इयरसम्म उ गरेँ। तर अब त्यो 3rd इयरदेखि चाहिँ अब त्यो मतलब त्यो पढाइमा राम्रो टाइम दिन पनि पाइनँ नि त। अब यहाँनिर सबै घरमा बसेर पढे जस्तो कहाँ हुन्छ त, बाबाको थालको भात खाएर आफै थालको भात पकाउनु थाल्यो त गाह्रो हुन्छ। अनि त्यहाँ एउटा दागी लाग्न थाल्यो। दागी लाग्यो पनि अब दागी लाग्यो पनि अर्को दिन पाइन्छ 4th इयरसम्म चाहिँ। त्यहाँदेखि चाहिँ कलेज छोडिदिएर अनि यतै फोकस चाहिँ यतै म्युजिकमै। अनि रेगुलर 2.5 वर्ष ट्याक्क गरेँ। 2.5 वर्ष गरेपछि त हाम्रो कोरोना नि अब आइदियो। यहाँ त हाहाकार मचेर अब मान्छेदेखि पो सक्यो लाग्छ भयो। अनि अचानक गाउँ भागेर पुगेँ। अनि त्यसपछि चाहिँ फेरि अब 1 वर्ष जतिको फुल्ने अब त्यस्तो अब नसकिन्छ नि त 1 वर्ष। अनि 1 वर्ष पछाडि फेरि रिटर्न भयो। 1 वर्ष पछाडि रिटर्न भएपछि अनि परदेशी दोहोरी साँझमा काम पाएँ हाम्रो अर्जुन बोहरा भन्ने दाइले। तर चाहिँ अलि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। तैँले टपक्क टिपेर लानुभयो 4000 खानेलाई त्यहाँ लगेर 10,000 टक्क तलब खुवाउनु भयो। अनि त्यहाँबाट त्यहीँ यस दुःख सुख गर्दै पछि मेरो तलब लगभग 14,000 बनाइदिनु भएको त्यही दोहोरी साँझबाट। दोहोरी साँझमा ओके, तपाईँको लाइफ स्टोरी पनि एकदम इन्सपिरेसनवाला रहेछ यार। भवाले लाग्यो मलाई चाहिँ म्युजिककै कुरा गर्दाखेरि होइन। तपाईँले जस्तो अब ठिक छ तपाईँले यति दुःख गर्नुभयो, यति दुःख गर्दै गर्दै आज यो ठाउँमा आउनु भएको छ होइन। पहिलो गीत रेकर्डिङ हुन्छ नि त्यो तपाईँले माइकमा त धेरै गाउनुभयो, यताउता गाउनुभयो होला, तर फर्स्ट आफ्नो पहिलो गीत स्टुडियो रेकर्डिङवाला कस्तो थियो, फिलिङ्स कस्तो थियो, कसरी चाहिँ रेकर्डिङ गर्यो, आफैले लगानी गर्यो या अरूले गरिदियो? फेरि त्यसको अचम्मको हुन्छ। जस्तो अब त्यो दोहोरीमा त्यो काम मतलब 14,000 तलब भइसकेको थियो मेरो, भइसकेको थियो। अनि फर्स्ट गीत निकाल्दा चाहिँ लक्कीले हाम्रो दिनेश गौतम दाई पैसा कसले बनायो उहाँ दाइसँग चाहिँ मलाई उहाँको जस कम्पोजिसनहरू उहाँको सिङ्गिङ मलाई अलिकति फेरि अलिकति हाई रेन्जको गीतहरू सङहरू चाहिँ मलाई मनपर्ने। अलिकति अब आफूले ठिकठाकै गाउने भयो भने तर हाई रेन्जको त्यो हाई पिच भएको सङहरू चाहिँ मनपर्ने। दाइ सियो परेर दाइ र उहाँ दाइ चाहिँ एकदमै मलाई मनपर्ने। अनि दाइसँग मैले फेसबुक एड गरेँ है। फेसबुक एड गरेपछि दाइको मैले एकदमै फ्यान। अनि गीतहरू एकजना दाइको यसो गाएर पठाएँ मैले, पैसा कसले बनायो, अर्को आगो कि पानीहरू निकै गजल थियो दाइको। अनि लकान्छ भोकल टोन राम्रो रहेछ, तिम्रो लागि एउटा गरिदिन्छु भन्नुभयो। अनि दाइ त्यतिखेर बेल्जियममै बस्नुहुन्थ्यो, बाहिर उहीँ हुनुहुन्थ्यो। तर मैले फेसबुकै कन्ट्याक्ट गरेर अनि गीत मागेँ, नआइजे निधरी भन्ने गीत क्या, त्यो पूर्वीले टाइपको। त्यो फर्स्ट सङ्ग मेरो लाइफ हो, अफिसियल मेरो आफ्नो गीत। अनि दाइले चाहिँ फ्री कस्ट सबै मतलब पैसा लिरिक्सको पनि पैसा लिनु भएन, केही पनि पैसा लिनु भएन। अनि एकदम यस्तो गीत सुन्छु एकदम मिठो क्या, आमामा यस्तो मिठो लाग्यो मलाई त। त्यो अब पूर्वीले टाइपको त्यसै मारुने गीत मिठो लागिहाल्यो। अनि दाइले चाहिँ हाम्रो A1 क्रिएसन के भने हाम्रो नयाँ बानेश्वरमा त्यहाँ कन्ट्याक्ट गरिदिनु भयो। अनि त्यहाँ रेकर्ड गऱ्यौँ। तर त्यो रेकर्ड गर्नको लागि मलाई पर्याप्त पैसा थिएन।
अनि मैले घरमा भएको मैले मैले के भन्छ त आफ्नो पेवा भन्छ नि पाल्छ पुरोमा मैले 2टा सुँगुर पालेको थिएँ है अनि मैले त्यो नाचेर गएर एउटा त्यो बाछी पालेको थियो बाछी पनि बाह्र मतलब बिहाएर चाहिँ गाई मतलब भइसकेको थियो मतलब दुध दिन्थ्यो भर्खर अनि अब गीत निकाल्नु पर्ने म भिडियो राम्रै बनाउनु पर्छ खान्छ तर पैसा चाहिँ अब 1.5 लाख लाग्छ भन्नु भएको थियो त्यस अहिले अनि गीत राम्रो अनि जलसेना पनि यसो अब दोरीको साथीलाई गीत त बल रहेछ यहाँ चल्छ त बाबाले लाइभ बनिन्छ भन्ने टाइपको कुरा हो गीत पनि हजुरले सुन्यो भने राम्रो छ गीत भिडियो पनि राम्रै बनेको छ लक्कीली त्यो चलेन त आफ्नो ठाउँमा छ तर गीत राम्रो अनि त्यो भएको गाई पनि घर असर लगाएर बेचेँ है त्यो 2टा सुँगुर बेचेँ अनि अझै पुगेन आमाको दोकानको राखेँ है आमाले 20,000 के कति दिनुभयो त्यो कानको राखेर अनि पछि पैसा उगेर आमाले उकास्टो भएर पछि अनि त्यो पैसा ल्याएँ अनि ल्याएर त्यो A1 क्रिएसन कि के मात्रै क्रिएसन के नयाँ मासमा गरियो इमेजरबाट गीत बनाइदिनु भएको दाइले मैले इमेजरबाट रेकर्ड गरेर मिक्सिङ सबै भएर सुनेँ क्या मलाई अलिकति कस्तो भने आफ्नै आवाज राम्रो गाइन क्या मतलब राम्रो गाइन मनै परेन मेरो पाला फेरि भन्नु दाइ म त यो त F मेजरबाट हाफ स्केल अलिकति हाई नोट बनाएर हाफ स्केल F मेजरबाट बनाएर दाइ म अलिकति नोट चढाएर गाउँछु मलाई अलिक मजा आएन भने मलाई अस्ति भन्नु पर्दैन थियो त्यत्रो खर्च भयो बेकाममा दाइ मलाई अब नयाँ थाहा नै भएन बाद मलाई त्यतिकै बाट छटको मिल्छ कि भनेर भनेको हुँदैन नि अब बाजारहरू फेरि लगाइहाल्नुपर्छ एरेन्ज फेरि त्यो सार्नुपर्छ दाइ मसँग छ मैले यताउता गरेर ल्याएको छु जे काम राम्रो गर्ने गीत राम्रो छ सायद चल्छ होला मलाई राम्रो लागेको छ ल त्यसो भने हाम्रो किरण खरेल दाइ हाम्रो नेपालको चर्चित एरेन्जर पनि भन्नुपर्छ अनि आधारले दाइले चाहिँ कन्ट्याक्ट गरिदिनु वहीँबाट अनि उहाँ चाहिँ फेरि त्यो 1 महिना पछाडि आउनुभयो फेरि अनि उहाँ स्वयं आएर हाम्रो किरण खरेल दाइकोमा चाहिँ गएर अनि ठ्याक्क फेरि त्यो एरेन्जलाई उताबाट यता ल्याएर अनि हाम्रो त्यो एरेन्ज चाहिँ फेरि इन्डियामा गएर SK बच्चा साहब भन्नेले चाहिँ उहाँ इन्डियाबाट गरिदिनु भयो नेपालको एरेन्जरले होइन अनि हाम्रो किरण खरेल दाइकोमा चाहिँ स्टुडियोमा ल्याएर चाहिँ फ्रिजमा अनि त्यहाँ ल्याएर चाहिँ हाम्रो रेकर्डिङ भयो एफडे दाइ बेल्जियमबाट आउनुभयो दाइलाई अगाडि राखेर गाएँ दाइले केरकार गरेर अनि त्यसपछि चाहिँ F मेजरको चाहिँ अलिक चित्त बुझ्यो चाहिँ राम्रै गाएँ भने अनि दाइले ल ठिक छ राम्रो गाइस भने त्यहाँबाट चाहिँ अनि सुटिङ गर्ने भयो सुटिङ चाहिँ हाम्रो अर्को एउटा के दाइ राखेर सुटिङ गरेको त्यो दाइ सुटिङ गरियो के ढकल भन्ने दाइ हो महेश ढकल के भन्ने दाइ राखेर गरियो 60-70 भिडियो सक्यो अनि पछि फाइनल गर्ने बेला यसो हेरेको मलाई त खोइ चित्तै बुझ्ने यार त्यो दाइले एकदिन लिपसिङ गर्न लगाएको थियो क्या एक्टिङ त ठिक छ एकदम एक्टिङ त दाइले जी ज्यान लाएर गरेको तर कति काहीँ पार्ट त्यो लिपसिङ गर्ने ठाउँ अलिक धेरै थियो अनि यसो हेरेको दाइ त्यो गीतै नसुनेको क्या लिपसिङ गीत एकातिर गाएर चाहिँ उसले लिपसिङ अर्कोतिर गर्छ यहाँ अनि मैले त दाइ मलाई मन परेन दाइ भिडियो सिडियो अब गोली मार होस् म त अब अर्कै भिडियो बनाउने मलाई चित्त बुझेन यो 70,000 गोली मार भनेर त्यो अब मैले त हेरेर एकैछिन ढिलो गर्ने म नहाल्ने म अर्कै बनाइदिनु पऱ्यो भनेर अनि त्यो 70,000 डुबी त गयो 70,000 उता अब खाना त 20-25 त लाग्यो नि 2 दिन लाग्यो अनि त्यो सक्यो पैसा निरनेर आइसक्यो अनि फेरि दोरीमा 40,000 मागेर तलेसर मागेर कसैलाई 20,000 कसैलाई 10,000 पैसा त आधी भइसक्यो अनि फेरि म आफै खेल्ने अब म आफै खेल्ने जान्न नजान्नु म आफै एक्टिङ गर्छु दारिसाई झ्याप पालेको थिएँ अनि कपाल पनि लामै थियो अनि त्यहाँबाट दाइ ल त आफै खेल म क्यारेक्टर स्टोरी ठ्याक्कै बगाइदिन्छु त आफै खेल म आफै लिएर जान्छु ल कहाँ गर्ने चितवन नारायणी नदीको यता आसपासमा गर्न गइयो गर्मी सालामा यस्तो रहेछ फेरि चैत वैशाख गएको अनि गयो सुटिङ गरियो 3-4 दिन लगाएर सुटिङ गरियो अनि 2-3 दिन त बस्यो पनि 2 दिन लगभग 2-3 दिन चाहिँ लाग्यो अब त्यो क्याप गरेर गरियो अनि ढुङ्गासुङ्गा यताउता त्यो गर्नलाई गर्दा अलिक टाइम लाग्यो गरेर आइयो अनि आउँदाखेरि फेरि त्यो भिडियोको हिसाबबाट त 31 जति पुगेको होला पैसा त यहाँ फेरि पुगेन अनि अब क्यामेराम्यानलाई त दिनु पर्यो अनि हाम्रो रविन्द्र बराल के हाम्रो मुभी सुभी के खिच्ने दाइहरू अलिक मतलब राम्रै टाइपको राम्रो क्यामेराम्यान दाइले लगेर अनि गऱ्यो दुःख सुख गरेर त्यो गरेँ अनि फेरि गीत त रेडी भयो अब कसकोमा हाल्ने भन्ने कुरा फेरि कसकोमा दाइहरूले भने हाम्रो च्यानलमा हाल्छौँ तिम्रो डबल खर्च भयो 50,000 तिमीलाई हामीले रिटर्न दिन्छौँ र पछि युट्युबबाट आएको
बेनिफिट चाहिँ हामीले आधी आधी गर्छौँ है भनेर सल्लाह त भयो। अनि त्यो शर्तमा रिलिज भयो गीत हेर्नु है, रिलिज भयो गीत आयो, सबैतिर मान्छेले सेयर गरे, दायाँ बायाँ आउँछ कि भयो भयो 5-6 दिन भइसक्यो, पैसा दिँदैन। आफूलाई त ऋण, अब आफूलाई त मलाई त ऋण हो नि त, गाईसाईको सुँगुर त घाँडा गइसक्यो त, 70ले उता गइसक्यो, अर्को यहाँ 130ले पो यहाँ मेरो ब्यान्ड बाजा भइसक्यो चारतिर एउटा। अब कसैले 1 महिनाको थियो, कसैले 15 दिनको थियो र पनि अब होइन त्यो दिन्छु भनेपछि त मान्छेले आश हुन्छ नि त, म त डुबिसकेको छु यार। अनि अब उनीहरू त जेस अब यताउता उनीहरूको त हारगुहार गर्दाखेरि त्यो 50,000 नै 1.5 लाख दिन्छ नि त। 5-6 दिन भइसक्यो पैसा दिँदैन, आफूले अब चारतिर टेन्सन छ, ऋण अब तिर्नु पर्ने, दिँदैन नि त। अनि मलाई त त्यसलाई जस्तो लागेन, यसो कुरा गर्छु जहिले बिजी दायाँ बायाँ भन्छन्। अब सिधा मान्छे, लु म तपाईँको 50,000 चाहिएन, त्यो त्यहाँबाट ठपक्क भिडियो डिलिट गर्नु, मेरो भिडियो दिनु, मसँग 1,000 भ्यू गयो भने म मेरै च्यानलमा हाल्ने, मोनेटाइज भइसक्यो, भाडामा जाओस् भने त्यता डिलिट गर्न लगाएर फेरि भिडियो हाल्यो क्या, त्यहाँ चाहिँ फेरि 1.5 लाख भइसकेको थियो भ्यू। त्यही भएर पछि यता हालेपछि भ्युज अलिक कम आएको हो, किनकि 10-11 हजार समथिङ मात्रै भ्युज छ नि त। सबैले नि के भयो च्यानल त अर्को गीतमा त्यहाँ च्यानलमा भेटिँदैन त्यत्रो भ्यू गएको के हो त्यो अहिलेसम्म थाहा छैन, कति मान्छेले त भने पनि त्यो त्यही हुन्छ, किनकि एकचोटि अर्कोतिर हालिसकेपछि त्यो चल्न अलिक फेरि मेरो च्यानलमा त्यही 1819 मात्रै सब्सक्राइबर थियो पहिले, अहिलेको युट्युब च्यानल अहिले मोनेटाइज भएको युट्युब च्यानल पहिलेकोमा थियो। फेरि अर्कोमा हालेर फेरि त त्यो गीत गरेपछि फेरि कभर सङ गर्ने भयो के, कभर सङ गर्ने भए म्युजिक नेपालको त्यो निष्ठुलामा गरी अनि पैसा कसले बनायो सँगै दायाँ बायाँ आउँछ पूर्ण गर्दै ल्याम्मै च्यानलले जम्मै उडेर छैन, गीत पनि फेरि निधरी पनि छैन, के पनि छैन। निधरी त 3rd टाइम हालेको फेरि। तपाईँको अहिले यत्रो स्टोरी सुन्दाखेरि होइन, अब तपाईँको स्टोरी चाहिँ एकदम इन्सपिरेसनवाला छ, मैले अघि पनि भनिहालेँ होइन, किनकि सबै मान्छेहरूले यति साह्रो दुःख गरेर चाहिँ आफ्नो एउटा हुन्छ नि, म यो चिज गर्छु यो चिज बन्छु भनेर यति धेरै चाहिँ दुःख गर्दैनन् क्या, इभन हामी पनि गर्दैनौँ होला होइन। तर यो सबै कुरा हेर्दाखेरि चाहिँ मलाई एउटा कुरा चाहिँ के लाग्यो भनेदेखि तपाईँलाई एउटा चिज चाहिँ नछोड्ने रहेछ क्या, के भन्नु त्यो म्युजिक नेपाल। अब भर्खरै पनि हालैमा त उहाँको चाहिँ एउटा लैबरी मायालय उहाँको अफिसियल गीतमा चाहिँ मैले एडिट गरेको थिएँ होइन, उहाँको अफिसियल गीतमा चाहिँ कपिराइट लागेको छ भर्खरै होइन। त्यसलाई यसो हेर्दाखेरि चाहिँ ओनर कन्टेन्ट ओनर म्युजिक नेपाल इन्टरटेनमेन्ट भनेर आएको छ। अब यो म्युजिक नेपालको अब जाने हो या अन्जानमा हो या अरू कुनैमा कपिराइट हान्न खोज्दा त्यसमा लाग्यो हो, त्यो चाहिँ अब थाहा छैन। हामीले मेल चाहिँ पठाएको छौँ, यो कुरामा केही भन्न चाहनुहुन्छ तपाईँलाई? म्युजिक म पो अचम्म भएँ, अब यस्तो स्ट्राइक आयो भने त फेरि त्यो पहिलेको ताका हुन्छ च्यानलै उठ्छ, अब दुःख गरेर बल्ल 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 मोनेटाइज गराएको छु। अनि अब यो कपिराइटको विषयमा त के भन्ने हो, अब गरिसक्यो होइन, अफिसियलमा त नहान्नु पर्ने हो न, त्यही म अलिकति अचम्म भयो। अब कि त केही कुरा मिल्नु पर्थ्यो, हेर्नु कपिराइटको सिस्टम हुन्छ एउटा, कि त फुटेज मिल्नु पऱ्यो, कि त म्युजिक मिल्नु पऱ्यो, लिरिक्स मिल्नु पऱ्यो, अडियो मिल्नु पऱ्यो होइन। यस्तो केही चिज मिलेको थियो भने चाहिँ लाउन हान्नु जायजै थियो, बट नमिलेको खण्डमा चाहिँ आखिर किन हाने भन्ने कुरो पनि छ होइन। अब त्यो केको लागि किन नत्र अन्त हान्नै थियो भने त पहिला रिलिज गर्ने बित्तिकै हान्नुपर्ने हो नि त। अहिले मोनेटाइज हुने बेला मोनेटाइज भएपछि किन हान्ने होइन। ठिकै छ, यसको बारेमा पनि हामी यसको निचोड निकाल्नेछौँ आखिरमा, किन चाहिँ म्युजिक नेपालले कपिराइट हाल्नु भनेर होइन। तपाईँ चाहिँ राजावादी कि गणतन्त्रवाला? लु यो मैले सबलाई सोधिरहेको छु, अगाडिको एपिसोडमा हेर्नु होला। यस्तो लाग्छ क्या यो अब राजा फ्यालिकन पनि धेरै नेताहरू आए, लास्टमा यसो त्यो उनीहरूको चर्तीकला अनि देशको विकास जनतालाई यो गरेको होइन, जनताले पाएको शास्ति दुःख सम्झिँदा चाहिँ यो धेरैवटा यो चोर राजाहरू भन्दाखेरि गुरु अब पहिलेकै त्यो राजा ठिक छ कि जस्तो पनि लाग्न थालेको रहेछ। चोर नेता भन्दा पनि चोर नेता भन्दा पनि हो, उहाँले राजा भन्नु धेरैवटा राजा क्या, फेरि नेता भन्दा राजाहरू क्या, यो नेताहरू चाहिँ राजा भयो नि त, यो पनि हो, यो धेरै चोर राजाहरू भयो के, र त्यो एउटा राजा ठिक थियो, एउटा राजा ठिक थियो। राजा किन चाहिँ मैले राजा पनि म भन्न खोजेको भने राजा हुँदाखेरि कला क्षेत्र छ नि, जस यो नेपालको संस्कृति कला यो म्युजिक हरेक कुरालाई यति रेस्पेक्ट थियो, यति मान सम्मान थियो होइन कलाकारहरूलाई गायकहरूलाई, तर अहिले छैन। नेतालाई लुट्न ठिक छ, अरू जनता मरुन् कि राखुन् कि झुन्ड्याउन् कि मर्नु मतलब छैन।
हो यो कुरा मलाई सही भनौँ किनकि बाहिरी ठाउँमा पनि हामीले हेर्ने हो भने चाहिँ कलाकारहरूको एउटा रेस्पेक्ट भन्ने चिज कलाकारहरूलाई एकदमै धेरै नजिकको भारतमै हेर्नु न इन्डियामै हेर्ने हो भने पनि कलाकारहरूलाई कहाँसम्म भगवान मान्छन् होइन मतलब त्यो एउटा कलालाई एकदम माया पनि गर्छन् रेस्पेक्ट पनि गर्छन् अब हाम्रो देशमा त्यो छैन फेरि नभए यो म्युजिक तपाईँको जर्नी तपाईँको लाइफको बारेमा कुरा जस एउटा त्यो हुन्छ नि एउटा भाइब्स पनि मिल्दो रहेछ क्या किनकि त्यस्तै परिस्थितिबाट हामी पनि आएको त्यस्तै परिस्थितिबाट तपाईँ पनि आउनुभयो केही दुःख बेसी तपाईँले गर्नुभएको छ केही कुरामा केही दुःख बेसी हामीले गरेका छौँ होइन अनि यही फिल्डमा हामी केही बन्छौँ भनेर लागिरहेछौँ नि त हाम्रो फेरि सोको थिम पनि त्यही हो क्या के हुँदैछ लाइक आखिर के हुँदैछ त तेरो लाइफ होइन हामी यसमा सेलिब्रिटी मात्रै होइन ऱ्यान्डम पर्सनलाई पनि बोलाएर के हुँदैछ के गरिँदैछ आखिरमा तैँले आफूले लाइफलाई चाहिँ के सोचेको छस् त के बनाउँछु के बन्छु सोचेको छस् होइन कसरी चल्दैछ त्यस्तो चिजमा जहाँ ताकि हाम्रो भिडियो हेरेर चाहिँ अरूलाई पनि इन्सपिरेसन त मिल्नु पर्यो नि त होइन नत्र पनि भिडियो किन हेर्ने त होइन त्यो चिजहरूलाई फोकस गरिरहेको छौँ र यो सबै कुरा गर्दै लाँदाखेरि चाहिँ जस्तो तपाईँहरूको केसमा चाहिँ भनौँ न अब हाम्रो केसमा चाहिँ भन्दिनँ म तपाईँहरूको केसमा चाहिँ एउटा सबैभन्दा ठुलो चिज चाहिँ के आउँछ भने जात भन्ने कुरा आउँछ हेर्नुहोस् अनेस्टली बोल्छु म यो चिज हाम्रो गाउँघरमा पनि छ हजुरको गाउँघरमा पनि थियो होइन काठमाडौँमा के कस्तो छ त्यो मलाई थाहा छैन किनकि मैले यहाँ धेरै देखाएको छैन है यो ठाउँमा चाहिँ मैले धेरै देखेको छुइनँ तर हाम्रो ठाउँ यानि कि झापातिर भयो मोरङतिर इलाम जहाँसुकै होस् अलिकति यो चिजलाई छ होइन यस्तो कुरालाई लिएर तपाईँलाई कहिले पनि मनमा त्यो एउटा हुन्छ नि आखिर म किन जन्मेँ किन यस्तो भनेर कहिले फिल भएको छ यानि कि त मतलब कि यो जातको कुरा यस्तो कुराहरूले लिएर तपाईँलाई कहिले नराम्रो लागेको चिजहरू छ अब त्यो कुरामा चाहिँ अलिअलि मैले पनि भोगेको छु जस्तो काठमाडौँमा आउँदाखेरि आएपछि पनि जस्तो कोठाहरू खोज्ने क्रममा अनि कोठाहरू सबै मिल्यो ओके छ सबै कुरा जस्तो राति काम गर्दा पनि ठिक छ ओके मिल्छ कोठा भाडा सब ठिक छ मिल्छ अनि तपाईँको लास्टमा के थरी भन्ने कुरा आयो होइन अनि के थरी म त हामीले लेख्छु त लुवागुन लेख्छु मैले लुवागुन लेख्छु नामले पहिले लेख्ने अब लुवागुन लेखेको विश्वकर्मा पनि हुन्छ नि त रसाइली गदाइली लामगाले होइन सेती सुरुवाल कालीकोटे खाती साती यता हुन्छ हामीले लुवागुन लेख्थ्यौँ यो चाहिँ 2-3 महिना अगाडिको रिसेन्टलीको कुरा क्या बसालबाट यता यो हाँडीगाउँ आयो हाँडीगाउँबाट फेरि त्यहाँ अलिक महँगो रेन्ट महँगो भएर चाहिँ मैले यता अर्को मतलब ठाउँ तोकेँ मान्छे तोकेँ मतलब यहीँ काठमाडौँ यहीँ काठमाडौँमै ओके अनि कुरा गरेँ अनि त्यहाँबाट लुवागुन भनेको मैले अनि उसले संसारमै नभएको कहिले नसुनेको जस्तो गरेर यो त मैले कहिले सुनेको थिइनँ त भाइ यो के हो कहाँ हो के दा भाइ भन्न थाल्यो अनि लास्टमा अब भन्नै पर्ने भयो होइन अनि म विश्वकर्मा हो विश्वकर्मा हो म भनेको त भाइ ठिक छ सबै भाइ एकदम हाम्रो लागि त अब देउतै जस्तो हो अब कुरा बटारातिर देउतै जस्तो कुरा हो तर अब अलिक रुम अँध्यारो छ फेरि मेरो बाबु बाहिर छ म एक्लै बस्ने राति कसले ढोका खोलिदिने श्रीमान हुनुहुन्छ ढोका त खोलिदिने एक दिन त खोलिदिने फेरि श्रीमानले मलाई अप्ठ्यारो कम मान्न जहिले तहिले त किन ढोका खोल्न जाने त्यस्तो होला बाबु म सोचेर भोलितिर कल गर्छु नि त भनेर कुरा त यहाँ एकैछिन रुम मिलेको त विश्वकर्मा भन्ने बित्तिकै त छैन काया पलट पार त रुमै भयो काठमाडौँको ठाउँमा अझै पनि यो चिज छ त्यस्तो हुँदो रहेछ अझ झन् हाम्रो गाउँघरतिर त कति छ गाउँघरमा पहिले एक दुईवटा घर त्यस्तै तलतिर मासतिर अब सँगै पढेको साथीहरू पनि उनीहरू हाम्रो घरभित्र पसेर लपै खाना भन्ने सबै अनि उनीहरू घरमा चाहिँ गएर पानी मात्रै खायो भने पनि त्यो पानी खालको गिलास बाहिरै राखेर अर्को लोटामा पानी ल्याएर त्यसलाई छतल्काएर पखालेर अनि मात्रै रित्तो गिलासभित्र लाने त्यस्तो चलन अनि छेत्री बाहुनकोमा जाँदाखेरि अब त्यहाँ हामी छाँसी भएर बसेको अनि अब जस्तो चामल अब ऐँचो पैँचो हुन्थ्यो नि त त्यस्तो माग्न जाँदा पनि उनीहरूको दैलोको सिधा बस्नु नमिल्ने कि उतै परै नि हजुर जिउ गर्दै यता पर बस्नुपर्ने अनि कहिले कहिले अब मै लिन जाँदाखेरि पनि परेबाट यस्तो लिएर चाहिँ त्यो हालिदिन्थेँ त्यस्तोसम्म देखेको छु अनि आफूले पनि भोगियो तर अब त्यो विरोध गर्ने कुरा सुरु त त्यस्तो त्यो सम्झिँदा चाहिँ लाग्छ त्यस्तो चाहिँ लाग्ने अब एउटै हो हामी के छ र जस्तो तपाईँ र ममै हेर्नु न तपाईँ पनि छेत्री बाहुन होइन तपाईँ पनि दार्जिलिङ अझ तपाईँभन्दा बेसी त मेरो दार्जिलिङ हेर्नु ल छेत्री बाहुनलाई टप दिन्छ दार्जिलिङमा होइन अब गाउँ गोरोमा हेरौँ होइन गोरै छु जस्तो लाग्छ यो चाहिँ अलिकति एउटा त्यो हुन्छ नि मनमै लाग्ने कुरा पनि हो होइन
अनि मेरो पनि एउटा साथी छ होइन मदन सुनाम हेर्ने अनि ऊ साथी अहिले विदेश गयो भर्खरै होइन त्यो मान्छे र म साथी भएको लगभग म 24 वर्षको भयो भनेदेखि 20 वर्ष त भइसक्यो क्या होइन हामी त्यो टाइमदेखिको साथी इभन मेरोमा आउने पकाउने खाने उसकोमा जाने पकाउने खाने होइन त्यो हाम्रो दुईतर्फी नै चलिरहन्थ्यो क्या यो चिजहरू देख्छु म किनकि हाम्रो गाउँघरतिर पनि यस्तो चिजहरू छ अझै पनि देखिन्छ क्या इभन अहिले त झन् त गाउँमा मलाई एउटा कुरा चाहिँ के मन पर्दैन भने मैले नै आफ्नो एक्सपिरियन्स सेयर गरेँ हो होइन हुन त हामीले त्यो चिज चाहिँ भएको छैन होइन अझ हामीले नभएकोले गर्दाखेरि देख्नेले भन्दा भोग्नेलाई थाहा हुन्छ आफूलाई कस्तो परेको छ भनेर बट मलाई देखेको कुरा जस्तो यो तपाईँको गलैँचा भयो होइन अनि यो गलैँचामा चाहिँ ऊ यहाँ बसेको छ यहाँ बसेको छ अनि यो गलैँचामा बसेको छ उसको एउटा खुट्टा गलैँचामा एउटा खुट्टा भुइँमा छ यहाँ पर एउटा बाहुन छ यहाँ पनि छोयो क्या अब अचम्मको यहाँ छोयो क्या अब होइन अनि त्यो देखेँ अनि इभन यही ठाउँमा यही हामी जहाँ छौँ अहिले त्यही ठाउँमा होइन म त नाम तोक्दिनँ ठाउँ तोक्दिनँ मान्छे तोक्दिनँ है कसो थियो भने किचन छ नि किचनको यस्तो एउटा किचन हुन्छ नि त होइन टक्क किचन भयो त्यहाँनिर किचन सिमेन्टीको हुन्छ नि त स्पेसली त किचन सिमेन्टीको बनाएको हुन्छ अनि बिचमा त भाँडा मोल्नेहरू हुन्छ अनि त्यहाँदेखि सिमेन्टीकै हुन्छ नि त भाँडा राख्ने हुन्छ होइन भनेको एउटा भित्तामा भयो नि त जसले गरेको छ उसलाई गाली गर्नु ठिक हो तर जसले गरेको छैन उनीहरूलाई पनि गाली चाहिँ किन गर्ने त अनि त्यो पनि हो फेरि यस्तो अलि पछिल्लो समय धेरै अब यसो मतलब सोसियल मिडियाहरू सबै यसो रिसर्च गर्दाखेरि मतलब हाम्रो नेपाली समाज चाहिँ क्या राम्रो कुराभन्दा नराम्रो कुरातिर चाहिँ सबैकै हाबी क्या सबै गुडुङडुङ त्यो त सबै एकजुट लागेर अनि हामी त्यो कारणले गर्दाखेरि हाम्रो देशको कुरा त अब के गरौँ देश त बेहालले चाहिँ हामी सबैलाई अब इफेक्ट गरिहाल्छ हाम्रो कला संस्कृति नै पो लोप भएर जाने हो कि मान्छेले कस्तरी तरिकाले क्रिएट गरिरहेछ होइन इभन म्युजिकको कुरा गरौँ है मैले मात्रै जोड्न लाग्यो तपाईँको म्युजिक र अहिले गएको होइन सुने यो गीत त्यो गीत पुरै सुने थोरै सुनेपछि पुरै सुन्नु त्यो गीत होइन अनि इभन लोकदोरी गीत लोकदोरी सुन्नु डबल मिनिङवाला लोकदोरी गीतहरू निस्किरहेछ नि अनि यो सबै चिजले गर्दाखेरि चाहिँ अलि समय अगाडि म्युजिक कति राम्रो निस्किन्थ्यो पुरानो गीतहरू होइन अनि त्यो टाइमको गीतहरू सुन्दा अथवा भिडियोहरू हेर्दा या त मुभीहरू हेर्दा नि मान्छेहरूलाई कस्तो हुन्छ नि अब आफ्नो छोराछोरीहरूले नि यो गरोस् म गर्छु है यस्तो भन्दाखेरि राम्रो भन्ने राम्रो लाग हुन्छ अहिले हेर्नु त अनि त्यसपछि अरू पनि त जे अब भन्दिनँ होइन खतरा छ त्यो चाहिँ मैले पनि भन्न मिल्दैन हो यस्तो छ यस्तो देख्दाखेरि तपाईँलाई चाहिँ कस्तो लाग्छ कस्तो मतलब हुन्छ नि त एउटा कस्तो चाहिँ लाग्छ क्या यो सबै देख्दाखेरि त्यो देख्दा चाहिँ जस्तो मैले हिजोस्ति क्या म पनि राम्रो गर्दा 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 भएन भनेर त्यो भेलु बाजेको हुन्छ नि बिचरा अब मलाई बेसी मलाई नराम्रो हुन खोजेको होइन क्या उहाँको त्यो मलाई टोन त्यो बोलेको शैली मनपर्ने अनि मतलब एउटा त्यो अब कमेडी त्यसमा प्लस मिक्स रफ शब्द तर उहाँले चाहिँ रफ शब्द बोल्दा पनि मजा लाग्ने क्या अनि मैले गीतको हिजोस्ति मेरो सियो भजन रिलिज भयो नि त होइन अनि त्यो एक दुईवटा उयो काटेर हालेँ भ्यू जाने 50 लाइक केही जाँदैन भेलु बाजा गएर पनि 1200 1500ले हेर्ने क्या त्यो क्लिप क्या सानो रिल्स अनि त्यो त मलाई गीत गर्नु भन्दा अब त काम मैले अलरेडी रेकर्ड गरेर निकालेर राखेको गीत पनि अब त
सब उडाइदिउँ जस्तो सब उडाइदिउँ डिलिट हालिदिउँ जस्तो लाग्यो क्या हामीलाई दिनु त्यसो गर्नु मिल्दैन लगानी लाग्छ होइन लगानीवाले मतलब भन्न सकिन्छ मतलब राम्रो कुराहरू चाहिँ अब पछि नै अब हुन थालेछ क्या हो त्यो त हो नराम्रोले हाबी कति गर्यो। मान्छेहरूले कस्तो दुःख गरेर अनि त्यसले गर्दा चाहिँ अब राम्रो मतलब राम्रो गर्न चाहने र मतलब हिट होस् नहोस् मतलब होइन तर राम्रो काम गर्न चाहने मान्छेहरू चाहिँ पछाडि ब्याक आउँदा त्यो चाहिँ अब त्यो क्षेत्रै छोड्ने जस्तो अवस्थामा पुग्दो रहेछ क्या अनि त्यो त अब इभन अब हामीले नै अब अलिकति अब हुन त अरूको अगाडि राम्रो नभए नि हाम्रो लागि धेरै राम्रो कन्टेन्टहरू बनाउनु हुँदैन हाम्रो डबल मिनिङ कन्टेन्ट पनि हुँदैन केही हुँदैन र पनि चल्दिँदैन अनि तपाईँले भने अलिकति छाडावाला उतै हाम्रो सन सिस्टरले भने जस्तो छोरी मान्छेको खुट्टा जाने छोरा मान्छे हुन्छ छोरी मान्छेको खुट्टा उठाएर त ढोग्नुपर्छ भन्ने टाइपको कन्टेन्टहरू चाहिँ बगाल चल्छ ओके म्युजिक इन्डस्ट्रीको कुरा गर्दै अब तपाईँ त म्युजिकमा हुनुहुन्छ होइन म्युजिक इन्डस्ट्रीकै कुरा जाउँ र हामी अब अन्त्यतिर पनि जाउँ होइन किनकि 1 घन्टा भइसक्यो कति छिटो 1 घन्टा भयो यति धेरै कुरा गर्दा गर्दै है सो म्युजिकको कुरा गर्ने हो भने चाहिँ म कम्पेरिजन गर्न चाहेँ नेपाली म्युजिक इन्डस्ट्री र इन्डियन म्युजिक इन्डस्ट्री तपाईँको विचारमा यसमा डिफ्रेन्सेस के छ त अब अहिले यस्तो क्या अब इन्डिया र नेपालमा बेसी चाहिँ अब इन्डियामा मतलब राम्रो म्युजिकहरू प्रोडक्ट हुन्छ धेरै होइन नराम्रो पनि हुँदैन भन्न खोजेको होइन हुन्छ तर राम्रो म्युजिकहरूलाई चाहिँ धेरै त्यहाँ प्रायोरिटी अनि एउटा हुन्छ नि लो लेभलको आएको आर्टिस्टहरूलाई सिक्दै गरेको आर्टिस्टहरूलाई पोलिस गरेर राम्रो बनाउने चलन छ क्या तर नेपालमा चाहिँ के छ भने नराम्रो म्युजिकहरू धेरै बुम अनि राम्रो म्युजिकहरू चाहिँ गुम त्यस्तो हुने अनि त्यो अनि अर्को एउटा हुन्छ नि आर्टिस्टहरूलाई एउटा सम्मान गर्ने एउटा त्यो एउटा पाटो छ नि त त्यो त नेपाल होस् चाहे इभन होस् चाहे संसारको जुनसुकै कुरा होस् आर्टिस्टलाई एउटा मतलब रेस्पेक्ट गर्ने सम्मान गर्ने कुरा छ मलाई नेपालमा चाहिँ यस्तो नराम्रो लाग्छ जस्तो नेपाली आर्टिस्टहरूलाई हामी नचलेको त मलाई मतलब भएन मलाई सम्मान दियोस् मलाई यता 2-4 गीत निकाले हिट भएन मलाई त्यो गीतको सम्मान दियोस् भन्न खोजेको होइन तर एउटा नेपाली सङ्गीतलाई कन्ट्रिब्युट गरेको मान्छेलाई त्यहाँ मरेपछि लास्टमा गएर नेपाली झन्डा उठाउने होइन राष्ट्रपतिले गएर त्यहाँ अबिर लाउने अनि गएर खुट्टै ढोके पनि त्यो मरेपछि के गर्छ उसले कति दुःख गर्यो होला त्यो गीत निकाल्नलाई त्यो हिट बनाउन लागि राम्रो सङ्गीतको लागि भन्दैछ है कति दुःख गर्यो होला कति मतलब होइन उसले कति दुःख भोग्दा कति पसिना बजायो कति जुत्ता फटायो होला त्यो मरेपछि उसलाई त्यो मुडा छ होइन उसले न त्यो झन्डा उडाएको देखायो न उसको पाउ समातेको देखायो न उसलाई त्यहाँ पैसाको वर्षै हिरा मोती नै त्यो लास्टमा देखायो उसले महसुस गर्न पाएन नि त मतलब इभन कलाकारले महसुस गर्न पाओस् कि उसले राष्ट्रलाई कन्ट्रिब्युट दिए अनुसार नेपाली गीत सङ्गीतलाई दिएको योगदान अनुसार चाहिँ उसले आफूले जिउँदै हुँदाखेरि महसुस गर्न पाओस् क्या उसले कन्ट्रिब्युट गरेको अनुसार चाहिँ नेपाल सरकारले इभन मतलब कसले चाहिँ त्यो म्युजिकलाई सम्मान दिन सक्छ तर त्यो चाहिँ जिउँदै दिनु पऱ्यो क्या यहाँ त नेपालमा त यस्तो परिपाटी भइसक्यो कि कलाकारले राम्रै कन्ट्रिब्युट गरेको हुन्छ चाहे त्यो फिल्म क्षेत्रमा होस् चाहे अभिनय क्षेत्रमा होस् चाहे सिङ्गिङ क्षेत्रमा चाहे म्युजिक क्षेत्रमा होस् इभन जुनै क्षेत्रमा क्या मरिसकेपछि चाहिँ गएर त्यो खिताब दिने क्या कसैलाई के को उपाधि दिएको छ कसैलाई के को एउटा खुसीको कुरा चाहिँ पछिल्लो समय हाम्रो महानायक राजेश हमाल दाइलाई चाहिँ उहाँलाई चाहिँ दिनुभयो है त्यो जिम्मे त्यही पनि त्यो कन्ट्रोभर्सी भएर महानायक फेरि कसलाई सानो त्यो झगडा परेन तर जे इभन पाउनुभयो त्यो चाहिँ एउटा चाहिँ अलिकति खुसीको कुरा अब हाम्रो इभन हाम्रो नारायण गोपाल सरकै कुरा गरौँ न उहाँलाई पनि त्यो अन्तिममा उहाँको प्राण जाने बेलामा मात्रै भन्न त भन्छ तर इभन तोकिएको त उहाँहरू मतलब बितिनै पछि हो नि त त्यो भएको होइन किताब भएको अनि त्यस्तो धेरै उयोहरू छ जस्तो हाम्रो रामकृष्ण ढकाल दाइहरू पनि हुनुहुन्छ नि त होइन उहाँको पनि कम त छैन नेपाली उसमा हाम्रो नेपाल नारायण गोपाल पछाडिको एकदम डेन्जरै मान्छे हो भन्छु सुगम सङ्गीतको होइन जस्तो अरू अभिनयको क्षेत्रमा पनि मैले चाहिँ भन्न खोजेको मर्नुभन्दा अगाडि के खिताब दिनु छ केही सम्मान दिनु छ भने चाहिँ मर्नुभन्दा अगाडि जस्तो इन्डियामा होइन जस्तो कलाकारहरूलाई जस्तो सोनु निगम सरले पाउनुभयो नि केही समय अगाडि पद्मश्री जस्तै नेपालमा पनि त दिन सकिन्छ नि त्यस्तै पुरस्कार जस्तो सत्य स्वरूप दाईहरू हुनुभयो यमराल दाई इभन हुनुहुन्छ त मुभीमा कति गाउनुभयो राजेश पाल दाई उहाँलाई दिनु परेन अब राइज किङ भनेको दाइले त आफ्नो सोसाइटीले दिएको नेपाल सरकारले दिएको होइन नेपालले मतलब त्यो उसले त दिएको होइन तर उहाँहरूलाई पनि इभन उहाँ जिन्दै हुँदा चाहिँ दिनु पऱ्यो क्या उहाँहरूलाई महसुस गराउनु पऱ्यो कि मैले यत्रो दुःख गरेँ भने पाएँ एउटा खुसी मर जाँदा पनि खुसी होस् न यार उहाँको फ्यामिली खुसी होस् गरोस् भने अनि पो त आउने जेनेरेसनले पनि मरिमेटी गरेर लाग्छ त होइन भने त नेपाली सङ्गीत अबको 20-30 वर्षपछि कता जाला हो यो कुरा चाहिँ एकदम सही हो यो जसले जे पाउनु पर्छ त्यो चाहिँ सुरुमै पाएको राम्रो
जब कि ऊ मरिसके पछाडि पाउनु चाहिँ नराम्रो। सो अब हामी चाहिँ पोडकास्टको इन्डिङ नै गर्नुपर्छ किनकि हेर्नु 1 आवरभन्दा बेसी भइसकिसक्यो जसले गर्दाखेरि चाहिँ अब अलिकति टाइम उयो गरौँ होइन त्यसलाई अलिकति अब घटाऊँ होइन त्यसलाई क्लोजिङ गरौँ। कस्तो लाग्यो त आज यहाँ आएर? अरू बेला चाहिँ प्रपरली हामी अब गीतकै चटारमा हुन्थ्यो होइन गीतलाई प्रमोसन गर्ने गीतलाई अब कता के गर्ने भन्ने टाइप हुन्थ्यो। आज चाहिँ हुन्छ नि एउटा लाइफको जर्नी मेरो सुरुदेखिको एउटा सानो 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 त्यो बारीकले यसो होइन मतलब आज चाहिँ राम्रै इन्टरभ्यू दिएँ भनेर एउटा महसुस भयो। त्यो भएको कारणले पनि होला 1 घन्टाभन्दा बेसी भएछ। अरू बेला हामीले 35 मिनटको इन्टरभ्यू गर्दा पनि बोर भयो कान्छ लु सकौँ सकौँ भन्ने टाइपको एउटा हुन्थ्यो नि त। आज चाहिँ मजा आयो जस मजा आयो। अब सबैलाई के भन्न चाहन्छु भने अब यसमा मेरो एउटा लाइफ जर्नी एउटा बारीकले एउटा कुरा गर्ने मौका पनि मिल्यो। अब मेरो गीत सङ्गीतमा थोरै ग्याप भएको छ। अब मेरो केही गीतहरू अब यो आउँदैछ सबैले माया गरिदिनु होला र यो हाम्रो के भन्नेलाई पोडकास्ट मलाई फेरि इन्टरभ्यू हुन आइहाल्छ क्या मतलब यसलाई यो भिडियोलाई चाहिँ धेरै के हुँदैछ लाई चाहिँ धेरै लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू। आजको हाम्रो यो के हुँदैछ पोडकास्टको 4th एपिसोड पनि इन्डिङ हुँदैछ र उहाँलाई एकदम धेरै धन्यवाद। मेरो एकल फोनमा चाहिँ उहाँ आइदिनु भयो र हाम्रो आजको कन्भर्सेसन अरू बेलाको भन्दा एकदमै बवाल भएको छ र 5th एपिसोडमा फेरि भेट्ने अर्को बुधबार। सी यू इन नेक्स्ट वेडनेसडे। थ्याङ्क यू।